हेलो एकैछिन अब गानाहरू बज्दैछ र नृत्यहरू पनि सञ्चालन हुँदैछ। तपाईहरु एकछिन पर्खिदिनुस्। अब कार्यक्रम औपचारिक रूपमै सुरु हुन गइरहेको छ। तपाईहरु ढुक्क भएर आनन्द र रमाइलो हुनेछ। असाध्यै रमाइलो हुन्छ। हिजो अस्तिको भन्दा पनि यस पटक रमाइलो हुनेछ। तपाईहरु विश्वास गर्नुहोस्। र तपाईहरुको लागि नै अहिले गाना अलिकति प्राविधिक गडबडी भएकोले म तपाईहरुसँग एकछिनको लागि क्षमा चाहन्छु। र हाम्रा अगाडि सङ्घीय मन्त्रीज्यू पनि आइसक्नु भएको छ र त्यसै गरिकन अहिले सम्पूर्ण सबै हाम्रा मन्त्रीज्यू फेरि हाम्रै मन्त्रीज्यू हो। काठमाडौँको मन्त्री हाम्रो स्थानीय पर्सा जिल्लाका मन्त्रीज्यू हुनुहुन्छ। हामी सबैको प्यारो अझ चौरसियाजी आइसक्नु भएको छ र त्यसै गरिकन अन्य मन्त्रीज्यूहरू अन्य हाम्रा आदरणीय व्यक्तित्वहरू पनि आउँदै हुनुहुन्छ। मलाई जहाँसम्म लाग्छ भइसकेको छ के अरे प्राविधिक गडबडीले गर्दाखेरि अलिकति हाम्रो यो समस्या आइपरेको छ र विश्वास गर्नुहोस्। र मैले अघि पनि यहाँलाई रिक्वेस्ट गरिसकेँ हामीकै यी जोन डिपार्टमेंटमा यी महिला खतिरा एने के पुरुष खतिरा यी एगो गोवा लोगिन के यी तनी ध्यान दिएको पर्यो। एने महिला के हो पुरुष दाजुभाइ प्लिज तपाईहरु यता आइदिनुस्। एने महिला डिपार्टमेंटमा महिला लोगिन के आराम से नाचे थी घूमे थी आओ था। विजय पनि हो जहाँ असत्यले सत्यमाथि परास्त नगरिकन सत्यले जित हासिल गरेको दिन अर्थात् वरदान पाएर पनि होलिकाले वरदान पाएर पनि प्रहलादलाई भस्म गर्न नसकेको दिन हामीले पनि हाम्रा बाटोहरूलाई हाम्रो जीवनका बाटोहरूलाई सत्यको बाटोमा अगाडि बढायौँ भने के हुन्छ त हाम्रो जित हुन्छ हो कि होइन? हाम्रो जित हुन्छ पक्कै पनि सत्यको बाटोमा हिँड्दा हाम्रो जित हुन्छ। जसरी यो जितको क्षणलाई हामीले उल्लासको वातावरणमा परिवर्तन गरेका छौँ परिणत गरेका छौँ यो वातावरण हाम्रो जीवनमा पनि हुन्छ स्वयं जीवनमा पनि हुन्छ। तपाईहरुलाई यो कुरा थाहा छ रङ्गी बिरङ्गी बनिरहनु भएको छ। मलाई अत्यन्त खुसी लागेको छ काठमाडौँबाट मैले गराएको हुकुमलाई हरेक वर्ष नै हेरिरहेको हुन्थेँ। यहाँ विगत हामीले वर्षौँदेखि यो कार्यक्रमलाई यो स्थलमा आदर्श नगरबाट हामी काठमाडौँवासीले चाहिँ हेरिरहेका हुन्थ्यौँ। तर आज यहीँ आएर मैले यो माहौललाई हेर्न पाउँदा म यो वीरगन्जवासी सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मलाई अत्यन्त खुसी महसुस भएको छ। तपाईहरु सम्पूर्णको न्यानो आत्मीयता मैले पनि पाएको छु। धन्यवाद सबैलाई। मन्त्रीज्यू हुनुहुन्छ नेतागण हुनुहुन्छ विभिन्न स्थानीय तहका र विभिन्न सङ्घ संस्थाबाट प्रतिनिधित्व गर्नुभएका सम्पूर्ण प्रतिनिधिज्यूहरूलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। न्युज 24 टेलिभिजनबाट तपाईहरु प्रत्यक्ष जोडिनु भएको छ। यहाँ सुरक्षा व्यवस्था निकै चुनौतीपूर्ण रहेको अवस्थामा सुरक्षा व्यवस्थालाई मिलाइदिन हाम्रा सुरक्षाकर्मी दाजुभाइहरू लागि पर्नु भएको छ। बिहानैदेखि लागि पर्नु भएको छ। हामी अत्यन्त खुसी छौँ प्रसन्न छौँ। तपाईहरुको सुरक्षाका लागि उहाँले खटेर काम गरिरहनु भएको छ। धेरै धेरै धन्यवाद दिन चाहन्छु म सुरक्षाकर्मी दाजुभाइहरूलाई पनि दिदीबहिनीहरूलाई पनि। हजुर म सुरक्षाकै कुरा गरिरहँदाखेरि हाम्रै माझमा सुरक्षा निकायका प्रमुख आउनु भएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र आउनु भएको छ। उहाँलाई हामी हार्दिक स्वागत गर्न चाहन्छौँ। त्यसै गरी वडा प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक निरु चौलागाई पनि हुनुहुन्छ। उहाँलाई पनि हामी स्वागत गर्छौँ। त्यसै गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक लोकराज भट्टजी पनि हुनुहुन्छ। उहाँलाई पनि हामी स्वागत गर्छौँ। हाम्रा अतिथिगणहरूलाई हामी उहाँहरूको उपस्थिति देख्दै गर्दाखेरि स्वागत गर्नेछौँ। त्यही गरी हामीले तपाईँहरूलाई देख्न ढिलो गऱ्यौँ भने त्यसमा मन नदुखाइदिनु होला। किनभने यत्रो भिड छ हामीले पनि हेर्नु परिरहेको छ।
कर्मीदेखि लिएर विभिन्न सङ्घ संस्थाका साथीभाइहरू आदरणीय व्यक्तित्वहरू आउनुभएको छ र यहाँ युवाको जमात मैले धेरै देखेको छु। समाजमा युवाहरूको महत्त्व पनि विशेष छ, उहाँहरूको यो उत्सवको महत्त्व पनि फेरि विशेष छ। पक्कै पनि त्यही विशेष भएकै कारण आज यहाँ युवाहरूको उपस्थिति हामीले धेरै देखिराखेका छौँ। उहाँहरू आफ्नो ठाउँमा रमाइराख्नु पनि भएको छ, झुमिराख्नु पनि भएको छ। म फेरि पनि कार्यक्रममा हार्दिक स्वागत गर्छु बेलगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद गौतम हुनुहुन्छ, हामी उहाँलाई पनि हार्दिक स्वागत गर्छौँ। र पक्कै पनि अब लाग्छ प्राविधिक समस्या समाधान भइसकेको छ। अब हामी नृत्य प्रस्तुतितर्फ लाग्छौँ। अबको क्रममा टलिउड कला केन्द्रको यो धमाकेदार प्रस्तुति यहाँहरूको माझमा एकपटक जोरदार फेरि पनि ताली प्लिज। हस्, धन्यवाद। Nico